चाहिँ म मेरो यो गाउँको बारेमा तपाईहरुलाई केही जानकारी दिन गइरहेको छु। त्यो माथिको चाहिँ त्यो चाहिँ तपाईको मतानबासको टावर भन्छ। त्यो देखिएको त्यो पहिलाको त्यो जमानाको पुरानाको टावर हो। त्यो लेख त्यो चाहिँ उताबाट उता माथिसम्म हुन्छ। अनि त्यहाँबाट त्यो टावर उता गरेर उता मरिन सिन्धुली मरिनपट्टि झर्छ। अनि यो चाहिँ भ्यूहरू एकदमै राम्रो छ हैन। अब जे भए पनि अहिले अब रुखपातहरू डढे पनि जस अहिले चाहिँ बर्खाको याम भएर अहिले पुरा चाहिँ एकदम हरियाली छ हैन। तपाईहरुलाई चाहिँ मैले आज यहाँको केही जानकारी दिउँ भनेर गाउँको बसाइ पनि कस्तो हुँदो रहेछ, गाउँमा मान्छेहरू कस्तो किसिमले बस्छन् भनेर चाहिँ बुझाउन खोजिरहेको छु। गाउँमा लगभग मान्छेहरू अहिले त्यति धेरै रहेनछन्। दसैँ भए पनि दसैँको रौनक जस्तो छैन। पहिला हाम्रो पालामा चाहिँ एकदमै रमाइलो हुन्थ्यो, मान्छे हुन्थे, धेरै मान्छेहरू हुन्थे हैन। अब अहिले चाहिँ यता तलतिर एउटा मुनतिर पनि एउटा घर रहेछ यहाँनिर हैन। यतातिर रहेछ। अब यतातिर पनि घरहरू खुला पुर्यो। अहिले त खोइ भत्किसकेर यो भूकम्पले होला। अनि अब यहाँ माथि एउटा ट्याङ्की थियो। त्यो ट्याङ्की चाहिँ अब धेरै खर्च गरेर बनाएको भएर चाहिँ मैले एकचोटि त्यो ट्याङ्कीको चाहिँ निरीक्षण गरौँ भनेर जान खोजेको। अब मेरो स्कुटर गयो भने चाहिँ म देखाउँछु, गएन भने चाहिँ तपाईहरुलाई यो बर्खा सिद्धिएपछि म फेरि अर्कोचोटि घर आउँदाखेरि त्यो ट्याङ्की सहित पानी तानेको कोसीबाट कसरी यहाँ माथि पानी लिएर आए, कसरी चाहिँ यो पानीको चाहिँ उपयोग हुँदैछ भनेर पछि बताउँछु गाइजहरू। अलि पछि चाहिँ अझै म मेरो गाउँतिरको तलतिर जाने भ्युजहरू पनि म देखाउँछु। ल साथीहरू, तपाईहरुलाई आज मैले एकदमै नौलो कुरा देखाउँछु। यहाँबाट चाहिँ मैले यस्तो राम्रो भ्यू चढेर देखाउँछु यहाँबाट। ल यो चाहिँ तपाईको कस्तो आछ है, त्यति राम्रो त आएन भिडियो हैन। यस्तो घाम छिकेपछि चाहिँ हुन्छ ल। त्यहाँ छ यस्तो राम्रो छ ल। घामले अलि राम्रो देखिँदो रहन्छ है। त्यो चाहिँ त्यो पारिपट्टि भयो। आजको चाहिँ यहाँ चाहिँ गाउँ रहेछ है। यस्तो गाउँ रहेछ मैले देखाउँदैछु। ल हेर्नु चाहिँ तल त्यो हाम्रो घर चाहिँ उहाँ तल हो है। त्यो कोसी भयो, अस्ति डुबानमा पनि परेको थियो। अब माथि जाँदैछौँ हामी। माथि हेरौँ है त के छ। यो पानीको पाइप चाहिँ कहाँ पुऱ्याएको रहेछ यसलाई, मेन कुरो यसको छ कि। त्यहाँ चाहिँ म चाहिँ छिट्टै जान्छु। यो माथि टपमा भनेको छ हो। यो पनि पाइप लगिरहेको छ यस्तरी। अनि यहाँ मुनिबाट अनि ल त्यो राम्रो है। ल यो चाहिँ मैले तपाईहरुलाई चाहिँ अघि गरेको थिएँ हैन, मेरो टुङ्गिया थिएन भ्लग। यो चाहिँ तपाईको यो 56 करोड खर्च गरेर चाहिँ बनाएको। यो 56 करोड है। 56 करोड। यो तल कोसीबाट चाहिँ लिफ्टिङ गरेर पानी लिएर आएको छ। यहाँ लिफ्टिङ गरेर चाहिँ पानी लिएर आएको। अनि यो पानी चाहिँ अब भनौँ न पहिला अब हाम्रो गाउँहरूमा त थिएन। अहिले त यस्तो यो अब यो यो थियो। अब यो यहाँ आइसकेपछि चाहिँ यो रुखहरू, यो सल्लाहका रुखहरू काटिएको छ थाहा छैन। तर आग लागि भएर चाहिँ यो चाहिँ हाम्रो गाउँको सबैभन्दा माथिको डाँडो हो यो चाहिँ हैन। माथि चुचुरो भनेको यही हो है। एकदमै चुचुरो। यस्तो भ्यू त एकदमै राम्रो हुन्छ कि, स्वास्थ्यको लागि पनि एकदमै राम्रो हुन्छ। अब यो बाटो त्यसलाई पिच गरिदिएर यहाँनिर भयो भने यहाँ पिकनिक मनाउने एकदमै राम्रो ठाउँ छ यो चाहिँ है। यो चाहिँ म जन्मिएको गाउँ है। म जन्मिएको गाउँ। अनि त्यस भावनाले ओइ त्यो खिच्दैन। यहाँबाट त देखिँदो रहन्छ है। अरू उतापट्टिको भ्यू चाहिँ देखिँदो रहन्छ, यताको भ्यूहरू चाहिँ देखिँदो रहेछ होइन। ल यहाँनिर ल त म एकछिन बोल्छु होइन। तपाईँलाई यहाँ आएर कस्तो चाहिँ फिल भएको छ? कस्तो फिल हुनु पर्थ्यो यहाँ आएपछि? कस्तो फिल भएको छ भन्नुहोस् न। हुनु पर्थ्यो फिल भने कि फिल चाहिँ अब भनेको त अब कस्तो अब केटी मान्छे देखेर फिल आउँछ हैन, उ गरेर फिल आउँछ। सरी फिल भन्न मिल्दैन। यहाँ आएपछि चाहिँ तपाईले चाहिँ यहाँ आएर चाहिँ इन्भाइरोमेन्टको बारेमा कस्तो फिल छ भन्न खोजेँ। अत्यन्तै राम्रो छ साथीहरू। अब यो चाहिँ मैले आज किन बनाइरहेको छु भने किन बनाइरहनु भएको? ठुलो प्रोजेक्ट हो।
ठुलो प्रोजेक्ट हो कति करोडको प्रोजेक्ट अरे 56 करोडको कि 56 3 अर्बको प्रोजेक्ट हो यो 3 अर्बको यही चेयर हो 300 करोडको 3 अर्बको यही चेयर हो 300 अर्बको 300 अर्बको यही हो अब यो चेयरहरू राखेको ठाउँ ठाउँमा अब यहाँबाट प्लटिङ जस्तो बना वाउ च्याउ पनि छ गाई जो च्याउ खान मिल्ने च्याउ हो सानो ओ वाउ यो च्याउ गाई मिल्दैन खान हो के च्याउ हो यता हेर्नु मिल्दैन अनि यो चाहिँ अब मैले अलिअलि धेरै त अनि यो चाहिँ अब यस्तो छ प्लटिङ गर्न लाउनु भयो तपाईँले एकदमै हो यहाँ प्लटिङ गर्न लाउनु भयो तपाईँले यहाँ यहाँ प्लटिङ गर्नु मैले हो यहाँ प्लटिङ पनि गर्नु गरेर अनि बेचिदिने तपाईँ यहीँ घर बनाएर बस्ने अब यो पर्सन्टेज सर्जनले भन्न त मैले नै ठिक छ नि हो त तपाईँ दोस्रो पर्चन्डी होइन त नेपालको हो नि त्यस कारणले चाहिँ अब कि दोस्रो केपी ओली तेरो बाउको के अनि त्यसपछि त्यो भयो हुनाले मैले यहाँ चाहिँ एउटा आज मलाई यो बनाउनु मन लाग्यो होइन आज मात्रै अब यो कमेडी नि बनाइसकेपछि बनाउँ न जानु नि जानु त्यहाँ अहिले जानु कमेडी बनाइदिएछु मैले अब चाहिँ के अब तेरो बालाई देखाउँछु मैले एकछिनमा होइन म नाच्यौँ अँ अनि यहाँनिर पनि रहेछ बस्ने ठाउँ रहेछ है यो राम्रो रहेछ नाच्ने ठाउँ पनि होइन यहाँ पनि रहेछ है यो अब यो यत्रो खर्च गरेर यो बनाएको छ अब यहाँ चाहिँ अब मान्छे कसैको यहाँ बिहान बेलुका भात खान नपाउने मान्छेहरू छ हेर्नुहोस् अब भात खान नपाउने मान्छेहरू छ अब यहाँ चाहिँ अब यो डाँडामा चाहिँ अब यत्रो खर्च गरेर रहेछ है खर्च चाहिँ गरेको छ है यहाँ धेरै खर्च गरेको छ जस्तो लाग्यो मलाई किनभने बाटो पनि लिएर आएको छ अनि त्यस पछाडि आएर चाहिँ नि एउटा मन्दिर पनि रहेछ यहाँ होइन अब यो मन्दिरको विशेषता के हो मलाई सिद्धाको थान भन्ने चाहिँ मलाई ढोग्ने होइन हेर्न खोज्या सिद्धाको थान भन्ने चाहिँ मलाई थाहा थियो अब यो अहिले चाहिँ अब यो के हो होइन हेर्छु म यहाँ तपाईँहरूलाई देखाउन चाहिँ देखाउँछु है यहाँ चाहिँ यो चाहिँ अलिक देखिँदो रहन्छ है कालो भयो है यो चाहिँ है त्यो देखिन्छ यो देखाएर छ ल यो चाहिँ अलिक यस्तो रहेछ है मन्दिर यहाँ रहेछ मैले खासै खिचेँ मात्रै यहाँ चाहिँ होइन यो चाहिँ अब मन्दिरको स्थापना पनि गरेको छ है अब यो चाहिँ अब यो लिफ्टिङ हेर्नुहोस् है यो सोलरको होला सायद यो सोलरबाट लिएर आएको यो सोलरबाट पानी आउँछ यसमा यो ट्याङ्कीमा आएर सोलरको पानी झर्छ है सोलरको पानी झर्छ अनि त्यस पछाडि चाहिँ अब यसरी ल्याएको छ कि अब त्यहाँ एउटा ट्याङ्की छ यहाँ एउटा ट्याङ्की छ ट्याङ्की बनाउँदै थाप्दै अनि सोलर त्यो चाहिँ घाम लागेको बेलामा मात्रै आउँछ पानी परेर बादल लायो भने चाहिँ आउँदैन अरे फेरि है यहाँ चाहिँ घाम लागेको बेलामा मात्रै आउने अब मैले तपाईँहरूलाई चाहिँ अब अर्को के देखाउँछु भने अब अर्को खर्च यो त सोलरको भयो यो सोलरकोलाई कति खर्च लाग्यो मलाई अब अन्दाज छैन म सोध्छु यो विषयमा पनि कति करोडको कति अर्बको प्रोजेक्ट रहेछ म यहाँको मान्छेहरूको पनि प्रतिक्रिया लिन्छु अहिले पछि है यो चाहिँ अहिले म देखाउँदै जान्छु कतिको हान्दिनी भयो मलाई हान्दिनी भयो भिडियोमा देखिन्छ क्या त्यसरी त लुकेको हुन्छ क्या यस्तोमा लुकिँदै हो त्यसले गर्ने यसरी नै ल अब रेडी त्यही त नि यसरी क्या रेडी 1 2 3 गो यसरी फेरि के अनि खै त यस्तो गरे मलाई त बोक्न नि सक्नु रहेछ बोकेर घुमाउनु त पहनाइसो म पनि यहाँ राख्छ है त मलाई बोकेर घुमाउनु त कतिको घुमाउनु सक्नु भाँचेको यहाँ राख्छ
यो चाहिँ धडकनु में चस्मा लाउने यसरी मजा खाने निस्किनुपर्छ नि त ठिक छ यो हाल्ने अब चाहिँ यो मैले यहाँको लगभग मैले यहाँको चाहिँ भिडियो लगभग बनाइसकेको छु। अब यो पर्यटक स्थल हुनुपर्ने ठाउँमा यहाँ बियरको हेर्नुहोस् यस्तो फुटाइदिएको छ। यो कुनै बच्चाहरू आयो भनेदेखि चाहिँ अब यो बियर हेर्नुहोस् है, बियर खाएर यो गोर्खा स्ट्रङ रहेछ, बियर ल्याएर खाने गरेर रहेछ नि यसरी फुटाएको छ है। अब यहाँ एक्लै दुक्लै आउन चाहिँ के हुन्छ मलाई थाहा छैन अहिलेसम्म। अब यो तपाईँले हेर्ने सिन भनेको चाहिँ के हुन्छ त भन्दा यहाँबाट चाहिँ देखिन्छ डाँडा काँडा नेपालको धन हरियो वन भन्छ होइन। तर अहिलेको हिसाबले हेर्ने हो भने नेपालै नरहेला जस्तो महसुस भइरहेछ मलाई। जुन जेनजी पुस्ताको आन्दोलन पछिको काठमाडौँ सहर हेर्दाखेरि अब यतातिर आउँदाखेरि चाहिँ काठमाडौँमा के भइरहेछ कसैलाई केही पनि थाहा छैन है। फेरि कसैलाई पनि केही पनि थाहा छैन। किन भन्दाखेरि यो चाहिँ मैले तपाईँहरूलाई देखाइरहेको छु नि, यस्तो राम्रो ठाउँ हाम्रो देश यति राम्रो भएको कारणले गर्दाखेरि सबैको आँखा गएको हुनसक्छ होइन। यसको यो भ्यू यसमा यो 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 डाँडाहरूमा चाहिँ तपाईँको विकास गर्यो भने, हामीले विकास गर्न सक्यौँ भने, यो डाँडाहरूको सदुपयोग गर्न सक्यौँ भने पैसै पैसा छ साथीहरू, पैसै पैसा। नेपालमा पैसै पैसा छ हेर्नुहोस्। म यो भन्न चाहन्छु तपाईँहरूलाई। त्यस कारण विदेशमा हुने साथीभाइहरू हुनुहुन्छ जो विदेश जानु भएको छ परिश्रम गर्नको लागि, तपाईँहरू नेपाल फर्किने बेला भएको छ है। अब नेपाल फर्किनुपर्ने अवस्था छ। किन भन्दाखेरि यो जुन देखिरहेछौँ हामीले, जुन चाहिँ तपाईँको हेर्नुहोस् है, म अझ नजिक ल्याउँछु हजुरलाई, ल्याउनुहोस् है, हेर्नुहोस् है त, ल्याउनुहोस् है यस्तो। यो त तपाईँको ल्याउनु त, ल ल हेर्नुहोस् है, यो के हो कि यो संसारमा चाहिँ तपाईँको यस्तो चिज पनि यस्तो ठाउँ पनि हुँदो रहेछ भन्ने कुरो चाहिँ नि हामीले पाउन सकिन्छ। हेर्नुहोस् है साथीहरू, यो तलको गाउँ हो। मैले चाहिँ माथि डाँडाबाट खिचेको हेर्नुहोस् है। अब मैले टाढा लाँदाखेरि यो पर छ हेर्नुहोस् है। मैले यसलाई जुम गरेँ, क्यामेरा जुम गर्दाखेरि तपाईँको यस्तो राम्रो छ। यो डाँडा काँडामा तपाईँको यहाँनिर चाहिँ नि ऊ हाल्ने होइन, गर्ने हो भने यस्तो राम्रो हुन्छ साथीहरू होइन। यस कारणले चाहिँ हामी चाहिँ मेरो चाहिँ आज मेरो इच्छा पनि थियो यहाँनिर तपाईँको के भन्दाखेरि यो ठाउँमा चाहिँ धेरै पैसाहरू बजेटहरू आएको छ अरे भन्ने कुरा मैले जानकारी प्राप्त पाएको थिएँ। अनि हाम्रो यो प्रदेश नम्बर 3 को सांसद हुनुहुन्छ राजन दाहालले चाहिँ नि एकदम विकास प्रेमी नेता अरे। उहाँ चाहिँ विकासको लागि एकदमै विकास प्रेमी नेता भनेर भन्ने मैले धेरै हल्ला सुनेको थिएँ। अनि त्यस कारणले मैले यहाँ आएको थिइनँ। म यहीँ जन्मियो भयो नि, मलाई यो के भइरहेछ मलाई थाहा थिएन। अब यो ठेक्कापट्टा चाहिँ तपाईँको हाम्रो यहाँको मान्छेले पाएको होइन अरे, पश्चिमको कताको मान्छेले गरे अरे भन्ने मलाई सुनेको थिएँ होइन। तर अब तपाईँको यस्तो छ कि यो अब यहाँ यसलाई सदुपयोग गरेर यहाँ हेर्नुहोस् त, यो अब यो पैसा, यो गिटी हेर्नु न, बाल्लो यहाँ यत्तिकै छ। यो बाल्लो, यो गिटी, यो सबै बजेटको पैसा है। यो गिटी बाल्लो यो बनेको छ होइन संरचना। तर पानी तलबाट बोरिङ गरेर लिएर आइयो, त्यत्रो पैसा खर्च गरेर सरकारबाट उठाइयो। तर म भन्छु है, अब यो चाहिँ तपाईँको फेरि यो पानीको चाहिँ संरक्षण गर्ने, यदार उदार गर्नको लागि फेरि यहाँ मान्छेहरू धेरै कर्मचारीहरू तोकिया छ अरे। अब यो घरहरू बनाएको छ होइन। यदि यो बनाएको हिसाबले यसमा सही सदुपयोग भएन भने चाहिँ यो बजेट त खेर गयो नि त। अब यो बनाइरहेको छ हेर्नुहोस्। अब यहाँ त पर्यटक स्थल बनाउनु पर्थ्यो, त्यो बाटो अनि मैले त्यो अब त्यो बाटो छ फेरि हेर्नुहोस्। अब म अहिले जाँदाखेरिको बाटो पनि म तपाईँलाई त्यो बाटोको मर्मत गर्नुपर्ने हुन्छ होइन। अब त्यो किन गरेन म त भन्छु। अब मेरो उसले समातेर बस्छ होइन, अनि म बोल्छु, उसले चाहिँ गर्दै जान्छ है त। यहाँनिर यो बस्ने कुर्सीदेखिबाट लिएर यहाँ धेरै पानी पऱ्यो, यहाँ आउँदाखेरि पानी पऱ्यो भने, अब शीतल घाम लाग्यो भने होइन, तपाईँको घामसाम लाग्यो भने पनि यहाँ चाहिँ बस्न सकियो।
घाम लाग्दा पनि शीतल त्यो त घाम लागे पनि यहाँको यो सल्लाहको हावा भनेको त तपाईँको 84 किसिमको रोगहरू चाहिँ नि ठिक पार्छ अरे क्या यो सल्लाहको अझ यो यहाँभित्रको यो दाना छ नि यो दाना खानु भन्छ होइन मलाई चाहिँ मैले जस्तो बिरामीले चाहिँ खासै यो खानु भन्छ यो खोटो खानु रे भन्थे पहिला तपाईँको टिभी लाग्यो भने मान्छेहरूले यो सल्लाहको खोटो खाने अनि सल्लाहको हावा खाने पहिला औषधि नहुँदाखेरि है यो पहिलाको जमानामा अनि मैले अर्को देखाउन बिर्सेँ उतापट्टि यो देखाउँदा यो चाहिँ यहाँ चाहिँ ठुलो ट्याङ्की त्यहाँ ट्याङ्की थियो मैले अहिले त्यो ट्याङ्की त्यो चाहिँ उताबाट ल्याएको भनेपछि यहाँ ट्याङ्की यो खिचा होइन यो ट्याङ्की खिचा माथिबाट खिचा होइन छैन यो चाहिँ अब यो मैले भने दुईवटा पानीको वाटो देखाउँछु किनभने मैले पुरा गरेर देखाएन भने त्यो देखाउन सकेन भने चाहिँ त्यस्तो मतलब हुँदैन कि तपाईँहरूलाई मैले बाइक घुमाइ घाँसै घाँस लिएर जाँदैछु है यो चाहिँ यहाँ त अब यहाँ के यहाँ गाडी दौडा नि हुन्छ कि यहाँ त गाडी नगरेको मान्छेले सिकेर यो चाहिँ अब त्यो पानीको ट्याङ्की हेर्ने बस्ने मान्छे क्या अब यहाँ चाहिँ कर्मचारी बस्नको लागि बनाएको हो यो कर्मचारी नै बस्ने हो यहाँ होइन अब यो कर्मचारी यहाँ नबस्नु भने त यहाँ आग लागि हुनसक्छ अब यो लिफ्टिङ चाहिँ तपाईँको यो लिफ्टिङ भनेको चाहिँ उसको भयो अनि यो चाहिँ ट्याङ्की के भयो त भन्दाखेरि फेरि यो लिफ्टिङ गरेर पानी तानेको चाहिँ यो पाइपबाट अघि उतापट्टिको सोलरको थियो अब यो चाहिँ तपाईँको अनि यो बस्ने भयो कर्मचारी बस्नको लागि यत्रो भौतिक संरचनाहरू बनाइसकेको छ अब यो चाहिँ तपाईँको यदि सदुपयोग भएन र यसको काम भएन भने चाहिँ के मतलब आएको यो त पानी खोलामा बाल्लो हाले जस्तै भयो होइन यहाँ गाउँमा मान्छे छैनन् है साथीहरू फेरि खोलामा बाल्लो हाल्नै पर्छ दर्शकबिन यहाँ चाहिँ तपाईँको यो गाउँमा मान्छे छैनन् म दसैँमा आएको छु दसैँमा ठुलो रौनक हुनुपर्ने ठाउँमा मान्छे छैनन् अब तपाईँको बुढाबुढी मान्छेहरू छ छोराछोरी एकजना पनि छैनन् भएको मान्छे सबै विदेशमा छन् रोजगार केही पनि छैन है अब त रोजगार छैन किन त भन्दा यो यत्रो लिफ्टिङ गर्दा यो बनाउँदाखेरि यहाँको मान्छेलाई रोजगार दिनु पर्थ्यो नि त दिइएन किनभने कमिसनको खेल अब यो यहाँको मान्छेलाई यो काम दियो भनेदेखि त तपाईँको यहाँको मान्छेले रोजगार पाउने भइगयो अब बाहिर भनेपछि त्यो जसले यहाँ बजेट ल्याउँछ उसैलाई ठेक्का हो यो फेरि है यहाँ चाहिँ यहाँ जसले बजेट ल्यायो उसैलाई ठेक्का हुँदो रहेछ कि यो एउटा अनौठो कुरो छ है अनौठो कुरो छ अब यो ठिक छ ल यो खर्च भयो यो बाटो हेर्नु न अब यो बाटो हेर्नुभयो भने तपाईँको यो बाटो अब मैले बाइक लान सक्छु या सक्दिनँ मलाई थाहा छैन है फेरि अघि मैले जबरजस्ती लिएर आएँ अब म यो बाइक तल पुर्याउन सक्छु या सक्दिनँ मलाई थाहा छैन मैले चाहिँ ल यो चाहिँ अब मैले बाइक चाहिँ वहाँ पुर्याउन सक्छु सक्दिनँ मलाई थाहा छैन होइन अब यो चाहिँ एकदमै डेन्जर छ साथीहरू बाटो कहाँ नभन्नु अनि त्यसपछि चाहिँ अनि यस्तो छ होइन अब मैले चाहिँ अब यहाँ एकछिन बन्द गरौँ है बाटो हेर्नु है ल साथी अब हेर्नुहोस् दर्शकबिन यो बाटो चाहिँ नि यस्तो छ कि अब यति बनाइदिएदेखि यो अब हुँदैन पानी पऱ्यो यहाँ यो बाटो अन्त भन्दा पनि त्यहाँ तलबाट यहाँसम्म आउनको लागि चाहिँ यति मात्रै यो बाटोको चाहिँ नि व्यवस्थापन गरिदिने हो भने अब मैले कताबाट कसरी हेर्नु नि आमा चलाउन सक्दैन जस्तो मान्छेले यहाँ ल्याउन सक्दैन है म त मूर्ख भएर लिएर आएको मैले कसम होला यहाँ देखाएको तलतिर हेर्दै आमा यहाँ हेर तलतिर कस्तो आमा यहाँ त फोटो खिच्नु पऱ्यो यार एउटा ल भएन म त फोटो हान्छु म नि हान्छु बाइक हजुर हेर्नु के गरिरहेको अनि म झर्न लगाएको त अनि झर्नु परेन अरे झर्न लगाइरहेको छु तपाईँ त नगराउनु त्यसरी पिटे गाली गरेर हुन्छ